Hi, good morning everyone. Welcome to another episode. Today we are going to learn how to make hosomaki. For that, I have the ingredients some vegetables, nori and sushi rice. So, 60 ग्राम राइस लिनुस् अनि नोरीमा बिछाइदिनुस्। भुँडी औँठाको सहायताले माथि 1 इंच जति खाली रहने गरेर थेल्दिनुस् र तलको भाग पुरै राइसले कभर गरिदिनुस्। Make sure all the nori covered by rice. Then जुन हामीले माथि राखेको खाली भाग छ यो माथि नै रहन्छ, ट्याक्कै opposite of the uramaki. After that, put your fillings. I'm putting here cucumber and asparagus. त्यसपछि भुँडी औँठालाई बाम्बो म्याटको मुनि पारेर माथि उचाल्नुहोस् र माथिको चारवटा औँलाले भित्रको इन्ग्रिडियन्ट्सलाई ग्र्याब गरेर बिस्तारै रोल गरिदिनुस्। रोल गर्दाखेरि धेरै पावर नलगाइकन बिस्तारै रोल गर्नुपर्छ अनि हल्का सेप दिनुस्। त्यसपछि बाहिर निक्लेका एक्स्ट्रा पार्टहरूलाई दुवैपट्टिबाट भित्र ठेल्दिनुस्। कट इन द मिडल। देन बाहिर निस्केका यी एक्स्ट्रा पार्टहरू यसलाई पनि काटिदिनुस्। I'm going to cut into 6 pieces. काटिसकेपछि यसलाई प्लेटिङ गर्नको लागि प्लेट हुन्छ, त्यसमाथिबाट बाम्बो लिफ। बाम्बो लिफ माथि सुसी अनि साइडमा जान्छ जिन्जर एन्ड wasabi. This is our hosomaki sushi roll. Thank you for watching.